हेलो गाइज वेलकम टु माई न्यू भिडियो। धेरै समय पछाडि म भिडियो बनाउँदैछु र आज चाहिँ म लिएर आउँदैछु स्पाई मुभीको लगभग 15-20 वटा जति मुभी छ मसँग र च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियो सुरु गरौँ। नम्बर 1 मा छ माई स्पाई भन्ने स्पाई मुभी, जुन चाहिँ बेब ब्याटिस्टा यानि कि हामीहरूको डब्लुडब्लुईमा खेल्ने हिरो ड्र्यागको रोल पनि खेलेको छ मार्बलमा हो। त्यसको माई स्पाई भन्ने छ एउटा, अनि अर्को भनेको सेफ हाउस भन्ने छ, अनि अर्को 3 नम्बरमा छ एटमिक ब्लोन्ड भन्ने छ, अर्को भनेको स्पाई भन्ने छुट्टै छ 4थो नम्बरमा। 5औं नम्बरमा छ किङ्सम्यानको 3टा पार्ट छ जुन मलाई पर्सनली राम्रो लाग्छ। अनि अर्को छ गोल्डन आई भन्ने, अनि अर्को छ 355 भन्ने अर्को स्पाई, अनि अर्को 7 मा छ अपरेसन फर्च्युन भन्ने छ, अनि नम्बर 8 मा छ हामीहरूको नो टाइम टु डाई भन्ने छ, अनि नम्बर 10 मा छ हाउस अफ द स्पाइस भन्ने छ एउटा, अनि अर्को 11 मा छ मिसन इम्पोसिबल। अब मिसन इम्पोसिबल भन्ने बित्तिकै तपाईँहरूलाई थाहा नै भयो होला म कसको कुरा गरिरहेको छु, टम क्रुजको। अनि अर्को छ द टेनेट भन्ने 12 मा, र यो निकै राम्रो मुभी छ। अर्को छ अल द ओल्ड नाइफ्स भन्ने, जुन चाहिँ क्रिस इभान्सको मुभी हो र मलाई पनि पर्सनली मन परेको लिस्टमा छ। अनि अर्को छ 14 नम्बरमा ब्रिज अफ द स्पाई भन्ने, अनि अर्को छ हेनरी क्याभिलको द मैन फ्रम द अङ्कल भन्ने, राम्रो छ यो पनि फिल्म। अनि घोस्टेड भन्ने पनि छ अर्को, अनि अब अर्को भनेको ग्रे मेन भन्ने छ, अनि 18 मा छ हिटम्यान एजेन्ट 47, अनि 20 मा छ जनी इङ्ग्लिस स्ट्राइक्स एगेन भन्ने, र जनी इङ्ग्लिसको यो जनी इङ्ग्लिस र जनी इङ्ग्लिस स्ट्राइक अगेन यो भनेको मिस्टर बिनको फिल्म हो र यो पनि राम्रो छ। र यसमा मलाई अझै थप्न मन लागेको भनेको 2टा छ बडिज अफ द लाइज भन्ने, जुन चाहिँ हामीहरूको टाइटानिकको हिरो छ हो लियो हो, त्यसले खेलेको छ यसमा बडी अफ लाइजमा भन्ने, यो पनि राम्रै छ। अनि अर्को छ फेयर गेम भन्ने पनि राम्रै छ, लगभग 20-22 वटा जति फिल्म। यो भनेको स्पाई मुभी हो र राम्रो छ। यदि तपाईँहरूलाई रिकमेन्डेसन स्पाई मुभीको अरू पनि तपाईँहरू पार्टहरू चाहनुहुन्छ भने म यसको पार्ट 2 पनि बनाउँछु। र अर्को भनेको मार्बलको फेज 4, 5 र 6 को मुभीको पनि लिस्टको पनि छिट्टै भिडियो आउँदैछ। हस् त, धन्यवाद आजका लागि।